हामीलाई सबैभन्दा बढी पछुतो के भएको छ भने सुशीला कार्कीको सरकारबाट भएको छ। सुशीला कार्कीलाई हामीले यतिकै ल्याएर राखेको होइन, प्रत्यक्ष कार्यकारीको चुनाव हुनुपर्छ भनेर ल्याएर राखेको हो, प्रदेश संरचना हटाउनुपर्छ भनेर ल्याएर राखेको हो। अनि तत्कालीन गोली हान्न आदेश दिने गृहमन्त्री, तत्कालीन गृहमन्त्रीको पनि मन्त्रीको मन्त्री प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई कानुनी दायराभित्र ल्याएर छानबिन गरेर कठेराभित्र उभाइनुपर्छ भनेर हामीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको। विभिन्न मुद्दा रगतमा होली खेल्नको लागि बलिदानमा बगाइएका ती रगतहरू पानी बनाएर त्यसलाई पिउनको लागि तपाईहरुलाई हामीले प्रधानमन्त्री बनाएको होइन। गोली लागेको छ, छातीमा लागेको छ, टाउकोमा लागेको छ, कानमा लागेको छ, कतिजनाका आँखाका गोलीको छर्रा लागेको छ। यो कुरा कसले बुझ्छ, कसले गर्छ? यति बेला सबैभन्दा जिम्मेवार व्यक्ति भनेको को हो? राज्यमा प्रधानमन्त्री हो। त्यही भएर प्रधानमन्त्रीले माग सम्बोधन गर्न जरुरी छ। नत्र मैले यही पत्रकार सम्मेलन मार्फत के उद्घोषणा गर्दछु भने यदि तपाईले प्रत्यक्ष कार्यकारीको चुनाव फागुन 21 मा गराउने निर्णय र प्रदेश संरचना खारेज अनि रमेश लेखकलाई र तत्कालीन खड्ग प्रसाद ओलीलाई अनि लगायतका भ्रष्टाचारमा मुसिएका ती व्यक्तिहरूलाई तपाईले कानुनी दायरामा ल्याएर कारबाही गर्न सक्नु भएन भने, कार्तिक 24 गतेसम्ममा यो निर्णय गर्न सक्नु भएन भने सडकमा हामी दशौंको संख्या होइन, सयौंको संख्या होइन, हजारौंको संख्यामा व्यक्तिहरू उतार्नेछौँ। सिंहदरबारबाट सिधै थुतेर ल्याएर सडकमा घिसार्नेछौँ भन्दैछु। पटक पटक र बारम्बार जनताले हामीलाई पागल भनिसके। पागल भएर हुँदैन। हामी नेतृत्व गर्न आएका होइनौं, हाम्रा मागहरू सम्बोधन हुनुपर्छ भन्ने हिसाबमा हामी आएका हौं। हाम्रो माग एउटै छ, हाम्रो शब्द एउटै छ, हाम्रो आवाज एउटै छ। प्रत्यक्ष कार्यकारीको चुनाव हुनु पर्यो, तत्कालीन आदेश दिने व्यक्तिहरूलाई कारबाही गर्न सक्नु पर्यो, यति मात्रै भन्दछु। अनि एउटा कुरालाई मैले जोड दिए, गुण्डा संघका गुण्डु टोलका नाइकेहरू कृपया कानमा खवास छ भने खोलेर सुन्नुस्। तपाईहरुमा के संख्या भयो भनेर घमण्ड गरेको? संख्या त एउटा कुकुरको मलमुष्टमा पनि हुन्छ, त्यहाँ पनि झिंगा लाग्दछ। त्यो झिंगाले समाजमा सकारात्मक सन्देश होइन, बिरामी फैलाउँदछ। त्यो झिंगा हो तपाईहरु गुण्डा टोलका गुण्डा संघका गुण्डुहरू। विचार गर्नुहोस्। हामी भनेको मौरी हो, फूलका रस चुस्दछौं र स्वादिलो मोह समाजमा वितरण गर्छौं। यो उद्देश्यले आएका छौं। यो संख्याको घमण्ड नगर्नुस्। यदि संख्याको घमण्ड गरेर राज्यमा अराजकता निम्त्याउन चाहनुहुन्छ भने भनेका छौं कार्तिक 14 गते